वेलकम ब्याक टु माई च्यानल गाइज। आज फेरि म जाँदैछु न्युरोडतिर अनि बागबजारतिर है। हाम्रो अप्सराको चाहिँ अनि बुक ल्याउनु पऱ्यो अरे अनि म चाहिँ न्युरोड घुम्न मन लागिरहेको थियो होइन, त्यही भएर हामी जाँदैछौँ होइन। त उसको नि भ्लग आउँछ मेरो मुटुल चाहिँ मेरो लागि नयाँ भाइ चाहिँ राखिदिनु भएको छ क्या। थ्याङ्क यू बुढो। बाई बाई। अब चाहिँ हामी निस्क्यौँ है भाउतिर। Lights went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started. हाम्रो भाउजू कहाँ उफ्रिन्छ रे साथीहरू। छैन जाने अब कता पाउला दिदी थाहा छ हजुरलाई? एक्सक्युज मी दिदी कता पाउला? कस्तो राम्रो भन्नु कता ए त्यो ठ्याक्कै कतिवटा लाने हो कतिवटा लाने हो? दुईवटा तिनवटा घरमा पैसा आइसक्यो दाइमा चेक गरौँ। गाडी पार्किङ पनि प्याक भइसक्यो छैन। स्कुटी पार्किङ चाहिँ पाइयो है अनि प्याक त प्याकै हो। कसलाई आउँछ र? अझै धेरै पछि भन्नु जाँदैछु र धेरै पछि किन होला यस्तो प्याक भइरहेको? यहाँ भाइले चाहिँ लस्सी बनाइदिँदैछ, मटका लस्सी है। बाई हजुर बहिनी लस्सी खाने भनिदेऊ ल एउटा सानोमा भनिदेऊ न। प्लेन लस्सी भनिदेऊ न उतै ग्लासको। यो बहिनीलाई चाहिँ लस्सी खानु पऱ्यो अरे। एउटा लस्सी पानी बेच्दै हिँड्दा पानी बेच्छौ? कतिवटा बेच्यो त? एउटा मात्रै बेच्यो भन्नु जाउलिउ ल एउटा यो बहिनीलाई कुन चाहिँ हो भन्नु रे? आफा खाने आफा अर्को कुन चाहिँ भनिदिन्छ त्यो त्यो गिलासको के? Fire went out, lights went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. मलाई चाहिँ यो ठाउँ ल्याउनु भयो होइन। हेरौँ कस्तो हुँदो रहेछ। फर्स्ट टाइम हो होइन यहाँ। अब मलाई चाहिँ पापडी चाट र दही पुरी खानु मन लागेको थियो। यहाँ बसेर आएको छ अहिले फर्स्ट टाइम खिच्न पाइन्छ नि। Thank you, Baiju. I'll fulfill what I started. हजुर होइन अहिले यतिलाई हुन्छ। यहाँ दाईको पसल हो है यो चाहिँ। दही पुरी र चटपटेहरू धेरै रहेछ भेराइटी। यहाँ झन्नै फोटोहरू छ है। हामी चाहिँ अहिले 2 थरी मात्र खाना आँटेको हौँ।
फुलको चाट यो पापडहरू चाहिँ एकदम फ्रेस भयो केही स्मेल कच्चा